बिच्ची त कपडा लगाएको फेरि म त खतरा नि भन्छ अनि यस्तो जाडोमा कहाँ हिँडेको लखर लखर बिहान बिहान भन्छ होला बुझ्छ केटाहरूले बुझ्छ बुझ्छ यति भएपछि बुझ्छ टक्क लगाएर एकदम रामपुरमा त यस्तो जाडो छ क्या है त लगाइस् त होला म चाहिँ सङ्गमसिम पुगेपछि अन गर्छ है त बाई अहिले गाइस यो चाहिँ नर्कको बाटो होइन बस पार्क देख्न सक्नुहुन्छ तपाईँहरूले रामपुरको बस पार्क चाहिँ यही हो है काउन्टर यहाँ अनि प्यासेन्जरहरू चाहिँ गाडी नआउँदा जबसम्म बस्ने ठाउँ चाहिँ दुईवटा है यता एउटा यो चाहिँ नमस्ते रामपुर यातायात भयो कि होइन यो चाहिँ रामसीताको भयो है गाडीहरू पनि छ यस्तो जाडो अहिले साइकल यहाँ दिन्छु म ओके गुड यो बाटोले बाइक मिलाएको छु गाइजर मन चाहिँ गुचु 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 हुन्छ खतरा यता भयो जानु पर्यो अन्त पप्पीहरू पनि कहाँ पुगिसक्यो क्या चिङ गरेर अहिले तपाईँहरूलाई चाहिँ सङ्गमसिम पुगेर बनाउँछु भन्दै थियो तर तपाईँहरूलाई बस पार्क देखाउनको लागि चाहिँ मैले अन गरेको यो तलको बाटो आइदियो हुन्थ्यो म होइन तर म चाहिँ माथिबाटै आइदिएँ ल त गाइस अब चाहिँ सङ्गमसिम पुगेर गर्छु भिडियो बाबा तिमीहरू चाहिँ त्यहाँ अगाडि चाहिँ मैले देखिसक्यो पक्कै नै मलाई थर्काउँछ क्या दुईजना भएर लफङ्गाहरू जान्दै क्लास जानु छैन है हेर न हेर त्यहाँ दुईजना लचक लचक बसेका यिनीहरूलाई मैले जानेछु यसरी जान्छु लुकी जान्छु होइन तिमीलाई थाहै नदिने गरी भिडियो बनाउँदै जाने लफङ्गाहरू को थाहै छैन के ल है यहाँ सङ्गम दोष अर्को दोषमा आरिगातो गोजाइमासु ओ माई गड नसक्नु सक्यो नसक्नु छ ल है त अब भ्लग बनाउनु चाहिँ मैले सङ्गमलाई दिन्छु ल हस्तान्तरण गरेको हो क्या हेलो नमस्ते हो क्या के हो त नि हाम्रो गफ चाहिँ नि के हो त नि गर्ने धेरै जाडो छ यार गाइस रामपुरमा अनि सुनौ तिम्रो के भन्छ जाडो छ के बोल्ने लखर लखर अनि भन हामी चाहिँ अब जाँदै सङ्गमको रुममा जाने अब एकछिन बस्ने हो त्यसपछि चाहिँ आजको प्लान चाहिँ नि आजको प्लान चाहिँ मेरो पार्वेन लिन जाने पार्वेन लिन गएर आएपछि चाहिँ बक्नु जाने हो